नमस्ते गर्नु न त ल हामी कहाँ हिँडेको वेयर आर वी गोइङ अबि इंग्लिश पनि ठोक्दिहालेको क्या हैन हामी भान्जी कहाँ हिँडेको हामी कहाँ हिँडेको रे ओके अबि नातिनी I'm scared. लो हामी चाहिँ हलोविनको लागि ट्रिक अर ट्रिट गर्न जाँदैछौँ नानीहरुसँग मेरो नातिनीहरुसँग भान्जी नातिनी बहिनीहरुसँग लु जम्मै चकलेट सकेछ है चकलेट सक्यो है चकलेट लु लगेछ अघि कसले राखेको जुस चाहिँ होस् न जुस कसले राखेको ओ नखाने तिनीहरुको जुस नखाने चकलेट आउने मान्छेले सराप जान्छ त खाली ल सक्यो खाली भयो बाल्टी नाको रहेछ तिमीहरु छुछु गर्दै भयो ल जम्मै जम हामी लाग्यो है लु ल जम्मै हलुवन खेल्नु खै कहाँ हो हलुवन खेल्ने लु ल नमस्ते गर्नु न त लु जम्मै लु खै कता हो मार्दैन अहिले आउँदैन 2 घण्टा लाग्दो रहेछ नि त कसले ल हामी 2 घण्टा लाग्छ कि अहिले हेरे नो प्रब्लम के नातिनी ओहो चकलेट खोजेको अघि लगिहाल्यो सबै बक्सै लग्यो क्या तिनीहरूले हाम्रोमा आउनु है भैलो खेल्नु ल जानु पर्दैन कहाँ ल ओ मलाई दिएको यहाँ जम ह्यापी हेलोविन अइ कहाँ मेरो त हो ल यता बाटो म देखाउँछु नि नमस्ते फेस अबै मेगनको त डर लाग्यो नातिनी खै कता हो रोड क्रस गर्नुलाई हामी पर्खेर बसेको हलोविन टोलीहरू आमा चाहिँ कसरी हिँडेर भन्छ मलाई डर लाग्यो नि त म आफ्नो पनि ज्यान जगाउँदै के गर्नु र लु भन्छ फायर सुरु भयो है बम फायर ल ल सुरु भइसक्यो त ल हामी त ढिलो भयो कि क्या हो भन्छ म त आज फर्स्ट टाइम आएको हो सुनेको ए है त्यही भएर बहिनीको थाहा रहेछ नि त हामी अलिक ढिलो आइपुग्यौँ अनि अब मान्छ त्यति हो लास्टमा जानु हो सरी नझाउँछ रे नजाम त्यो दिदीले भन्दै थियो मेरो घरको जान्छ नि है यही हो यहाँसम्म हेऱ्यौँ हामीले होइन ल यहाँबाट हेरौँ है कति राम्रो है खै नानीहरू कहाँ छ ऊ गइसक्यो त अगाडि बम फायर नाट हेर्नु आएको कहाँ गएर मेरो साथीहरू अन्त ढिलो आयो तर रमाइलो भयो है ल गाइस डिड यु इन्जॉय इट नातिनी इन्जॉय गर्यो अब नेपाली बुझ्दैन म त